अर्को ब्याङ्कमा रहेको खातामा पैसा ट्रान्सफर गर्ने त त्यसको लागि यहाँ फन्ड ट्रान्सफरमा आइसके पश्चात अदर ब्याङ्क भनेर हजुरले अप्सन देख्न सक्नुहुन्छ। अदर ब्याङ्कमा सेलेक्ट गर्ने र अदर ब्याङ्कमा आइसके पश्चात हजुरसँग यहाँ तीनवटा अप्सन रहेको छ। यदि उक्त व्यक्तिको खातामा मोबाइल ब्याङ्कमा खाता रहेको ब्याङ्कमा उक्त व्यक्तिले मोबाइल ब्याङ्किङ सेवा लिनुभएको छ भने उक्त व्यक्तिलाई हजुरले उहाँको मोबाइल नम्बर प्रयोग गरेर उक्त व्यक्तिको खातामा लिङ्क भएको मोबाइल नम्बर प्रयोग गरेर रकम ट्रान्सफर गर्न सक्नुहुन्छ। त्यसको लागि सर्वप्रथम त कुन ब्याङ्कमा उक्त व्यक्तिको खाता रहेको छ त्यो सेलेक्ट गर्नुपर्ने हुन्छ। यहाँ रिसिभर्स ब्याङ्क भनेर देखाइरहेको छ र यहाँ एग्रिकल्चर डेभलपमेन्ट ब्याङ्क भनेर सबभन्दा माथि देखाइरहेको छ। यसमा हजुरले क्लिक गर्नुहोला। यसमा क्लिक गरिसके पश्चात यहाँ विभिन्न ब्याङ्कहरूको लिस्ट खुल्नेछ। अब उक्त व्यक्तिको ब्याङ्क खाता कुन ब्याङ्कमा रहेको छ त उक्त ब्याङ्क छनौट गर्नुहोस्। ब्याङ्क छनौट गरिसके पश्चात उक्त व्यक्तिको हजुरले मोबाइल नम्बर राख्नुपर्ने हुन्छ र त्यस पश्चात हजुरले रकम राख्नुपर्ने हुन्छ। कति रकम ट्रान्सफर गर्न चाहनुहुन्छ। एकपल्टमा हजुरले मिनिमम 1 रुपैयाँ ट्रान्सफर गर्न सक्नुहुन्छ भने अधिकतम 1 लाख ट्रान्सफर गर्न सक्नुहुन्छ र त्यसैगरी एक दिनमा 2 लाखसम्म हजुरले मोबाइल ब्याङ्किङ सेवा मार्फत ट्रान्सफर गर्न सक्नुहुन्छ भने एक दिनमा 20 पटकसम्म यो ट्रान्ज्याक्सन गर्न सक्नुहुन्छ र एक महिनामा हजुरले 10 लाखसम्मको रकम मोबाइल ब्याङ्किङ सेवा मार्फत ट्रान्सफर गर्न सक्नुहुन्छ। सो यसरी रहेको छ हाम्रो यो प्रोसेस। यदि उहाँको मोबाइल नम्बर उहाँको खाता रहेको ब्याङ्कमा उहाँको मोबाइल ब्याङ्किङ सर्भिस एक्टिभेटेड छ भने उहाँको मोबाइल नम्बर प्रयोग गरेर हजुरले पठाउन सक्नुहुन्छ र यदि उक्त व्यक्तिको ब्याङ्क खाता रहेको खातामा उहाँको ब्याङ्कमा मोबाइल ब्याङ्किङ सर्भिसेज एक्टिभेटेड छैन भने यसरी हजुरले युजिङ रिसिपिएन्ट्स अकाउन्ट नम्बर भनेर माथि अप्सन दिएको हुन्छ त्यसमा क्लिक गर्ने र त्यहाँ आइसके पश्चात उक्त व्यक्तिको खाता कुन ब्याङ्कमा रहेको छ त उक्त ब्याङ्क यहाँबाट छनौट गर्ने र ब्याङ्क छनौट गरिसके पश्चात खाता नम्बर उल्लेख गर्नुपर्ने हुन्छ। उक्त व्यक्तिको खाता नम्बर हजुरलाई चाहिन्छ। उक्त व्यक्तिको खाता नम्बर उल्लेख गर्नुहोला। खातामा रहेको नाम यहाँ राख्नुपर्ने हुन्छ। त्यसपछि कति रकम ट्रान्सफर गर्न चाहनुहुन्छ उक्त रकम उल्लेख गर्ने र कारण खुलाउने के को लागि हजुरले रकम ट्रान्सफर गर्दै हुनुहुन्छ उक्त कारण खुलाउने। त्यसपछि प्रोसिडमा जाने। त्यसैगरी यो रिसिपिएन्ट्स अकाउन्ट नम्बर युजिङ रिसिपिएन्ट्स अकाउन्ट नम्बरको जुन यो बिचको अहिले हेर्नु भएको यो मेथड भनेको फोन पे डाइरेक्टबाट रहेको छ। यसबाट ट्रान्सफर गर्दा